मृत्यु यहाँ डाक्टर नपाएर मृत्यु यहाँ डाक्टर नपाएर शान्ति यहाँ न्याय नपाएर यो कहीँ खानु गर्न मृत्युले यहाँ जिस्काई जिस्काई नील खोज्छ खोको पिछडा पाएर शान्तिले यहाँ रोई रोई बचाउँछ सन्तमा दिएर यो कहीँ खानु गर्न काजुनी मार्गमा भिजायो मनलाई आसङ्गमा रुवायो मनलाई मन्त्री सिरताज बनायो व्यवसायतिर लियो जगायो रात्रि जगायो विकुल बज्यो सुनसान सिगरमा घमसान लड्यो भावना कल्पी कल्पी गली गली झगडायो तर त्यो भावना असत्यको सामग्री बनायो कहाँ थियो जन्म भनी गरायो दौड्यो दिशा लगायो मन्द भयो भन्दै भयो भयो सिरताज लुगायो तारा बनायो आकट मुर्ता कसले बनायो नेपाल चपियो राजा सबाजो र साई सबाजो र शिरबहादुर दुई जन्मे बाई सबाजो र शिरबहादुर पाटी डगडी कसी र बारुदारी कसी पगडी अब काली बारुदारी पाटे पगडी बचार रोएपछि के भन्ने थियो नि बजारतिर धनबाद सरको फुल नाच्ल्याउ भन्ने बचार चुक्का भन्ने रे मलाई ठाउँमा यहाँ हुनेखेरि पनि अरू मान्छे सोध्नेखेरि धनबहादुर मल्ल भने चिन्ने रहेछ को राखेर भनेर पनि पहिले समयको ज्यादा लगाउनु पाइन्थेन अनि यो चित्रको यो आँपको कालो रङ आँपको रसको हेर्नुहोस् होइन यिनीहरू जम्मा गर्ने यिनीहरूबाट रङ पैदा गर्ने खप्तोक स्वामीजी यहाँ बस्नुहुन्छ मस्तानमा उहाँको अहिलेसम्म पनि त्यहाँ यस्तो शुद्ध उ छ राष्ट्रले पनि मलाई इज्जत दिएको किनभने अब त्यो यो भनेको राष्ट्रको लागि हामी केही गर्न सकौँ ज्योति राम्रो डडेलधुरा अछाम राम्रो सबै मलाई पनि उडाएर जा युजलीको जाति मृत्यु यहाँ डाक्टर नपाएर मृत्यु यहाँ डाक्टर नपाएर शान्ति यहाँ न्याय नपाएर यो कहीँ खानु गर्न मृत्युले यहाँ जिस्काई जिस्काई नील खोज्छ खोको पिछडा पाएर शान्तिले यहाँ रोई रोई बचाउँछ सन्तमा दिएर यो कहीँ खानु हामीहरूले सदा सबैको भलाइ हुने काममा लाग्नुपर्छ भलाइ भने चाहिँ अरू के धेरै उ भएको थियो मैले समाजको लागि जेल पनि गएँ होइन मलाई मार्ने भनेर राजकारणमा जहाँ मार्थ्यो मार्ने भनेर मलाई मार्थ्यो त्यो बग्लीको चिया पुर्यायो अनि लीलाराज विश्वले अन्तर्राष्ट्रिय धनगढीमा देशको प्रबुद्ध व्यक्तित्वलाई मार्यो भने खतम भयो त्यो भएन भनेर उसले चारैतिर सब ठाउँमा टेलिफोन गरेको छ अनि त्यहाँ गरिसकेपछि धनबहादुरलाई राम्रोसँग काहीँ कुनै धोका नदिएर ल्याउनु अगाडि उठेन यो रोडहरू थिएन हिँडाल्दै जानुपर्ने है फिर्ता गर्छ बुवाले पनि यहाँ मलाई भन्यो घरमा बुवासँग बिदा हुनेखेरि बुवा अब यसको जीवनमा म बिदा हुन्छु भनेपछि बुवाले हाँसिहाल्यो भने भगवती माता छन् समाजमा चाहिँ नराम्रो काम गर्नुहोस् समाजको लागि एउटा छोरा मेरो जान्छ भने म पनि भाग्यमानी हुँ त्यसमा त पिरै नमान्छ भनेर बुवाले हाँसिहाल्यो भने त्यसले ल्याएको थियो भने नि उसले भनिहाल्यो उहाँलाई काहीँ कुनै कुरा नहोस् भनेर यहाँ आएर चाहिँ मलाई चलान गर्यो चलान गर्दाखेरि वरिपरि
मिलिटरी बिचमा पुलिसहरू मैले के भने अब मान्छे मन पापी त अब यसरी जान्छ नि कहाँ सिद्ध्याउँछु यिनीहरूले मनमा थियो। त्यहाँबाट चेती भइसकेपछि जब गोरा गाडी आयो ए अब त त्यही होइन भने एउटा जेलमा कस्तो मैले शर्मा भने दाडी पालेको अब त्यसले यहाँबाट गयो। यहाँबाट गएपछि अब हामीलाई हाजिर अब यहाँको चन्द्र ठोगरी साई गम्जा लाने थियो। उसले मेरो बानी छ अब यो शर्मा यसको फेला पर्छ भन्ने मान्यो छ। अब जे रोडमा मैले यसरी ढोकिदिएँ अनि उसले त्यो शर्मा भने दाडी साडी पालेको त्यो पनि त्यस्तो मोटो खाएको म भने अब कम नै मेरो रात पिरो यादव चोला भने अब अहिले त्यस्तो हेर्नु अनि त्यहाँबाट होटलको पछि आयो किन आयो भने म त्यो उसलाई त्यो शर्मा यहाँ ठाउँ छैन उहाँ ठाउँ छैन पनि कराउनु लाग्यो। यो हातमा मैले यहाँ लैजाउँ यहाँ हानिदिएको फलन घुमेर ट्याक्क लुट्यो। आधा घन्टासम्म त्यो उठ्न सकिन बिचरा दिल्लीलाई त्यहाँको जानी मान्छे त्यसले छुटिसकेपछि भानी बाबा तिमी त कस्तो गर्यो उनको त गाई भैँसी त थियो बच्यो बालीको भन्छ दुध पठाउने त्यहाँ मैले खाऊ खैदिएर खाने भने खुसी भयो बिचराहरू उ गरेँ। हाम्रो यहाँको मान्छे आएर अनुसरण गरेँ जेलमा त्यो सेपाई यताउता सबै गरेर त्यो सबै जानुभयो। अनि त्यो शर्मा भन्ने चाहिँ त्यो लोगोले बनाएर भएको भएछ हजुर के गर्नुपर्ने मैले अब केही गर्ने होइन अब पहिले यिनीहरूको हिसाब गरेको बिचरा त्यहाँको खानदार हुन्छ नि त्यहाँ हाटुकको ठुलो उमेरको हो नि त्योलाई सोच कायलमा ल्याएको त्यसले गर्दा अचम्मै अनि सबको हिसाब बुझाउनु लगाएँ। त्यही बेला मैले यहाँ कविता लेखाएको मृत्यु यहाँ डाक्टर नपाएर शान्ति यहाँ रुच न्याय नपाएर यो कै खान जान मृत्युले यहाँ जिस्काई मिल्न खोज्छ खोको पिचडा पाएर शान्तिले यहाँ रोई बचाउँछ सान्त्वना दिएर यो कै खान जान। त्यसले त्यहाँ त्यो उसलाई भित्रमै लेखेर टाँसे त्यसले त्यहाँ म छुटेर यहाँ आउनेखेरि बाबा त्यो हेर्दा गएँ म उसलाई यो दिल्ली राजलाई त्यो पनि तिनको छोरो नैनीतालमा पढ्ने रहेछ होइन। योसम्म मुद्दा मैले एउटा वकिल हुनाले यहाँ उनी सरकारी वकिल उनले उहाँ चिनेको मलाई यहाँ उहाँ रहेको उहाँले गर्दाखेरि सबै कुरा यहाँ थाहा भएर माता भगवतीको पुगेर आफ्नो सत्य राम्ररी बिग्रिँदो रहन्छ। मलाई अहिले पनि भन्छन् नाटकलाई धनबहादुरले धेरै चिज दिएको छ नाट्य विद्यालय भन्ने अहिले सबको त्यो बनाइदियो त्यसरी यो नाट्य विद्यालयतिर मलाई अनि राष्ट्रिय परीक्षा प्रतिष्ठान काठमाडौँले होइन अनि नाट्य विद्यालयमा पुरस्कृत गर्यो। पहिले यहाँ ड्युटी क्याम्पस भयो यिनीहरू ठिक छैन यहाँ अहिलेको यस्तो पैसा थिएन तलब खान पनि मुस्किल। अनि मैले आमा भन्ने नाटक लगाएको थिएँ त्यहाँ ड्युटी क्याम्पसकोमा त्यहाँ लगाएँ। अनि एउटा सङ्घर्ष भन्ने नाटक लगाएँ मैले सङ्घर्ष हाम्रो जीवन सङ्घर्ष नै गर्दछौँ जन्मे जहाँ गौतम बुद्ध सीता भानुमोती का सब हामी गर्छु सेवा जानी सङ्घर्ष हाम्रो जीवन सङ्घर्ष नै गर्दछौँ जन्मे जहाँ गौतम बुद्ध सीता भानुमोती देशका सब हामी गर्छु सेवा जानी सङ्घर्ष हाम्रो जीवन सङ्घर्ष नै गर्दछौँ। मेरो यो नाट्य विधामा साहित्य विधामा होइन जस्तो मेरो अब थाहै छैन यी सबै विषयमा काम गरिरहेको छु नि। मेरो गुरु नै प्रकृति हो माता भगवतीको एउटा आशीर्वाद हामीले धर्मलाई पनि पालन गर्नुभएको छ होइन। सत्यता नै धर्म हो कि सबैको होइन धर्म
भनेपछि धर्मलाई धारण गर्नु पर्यो होइन। धर्म भनेर पूजाआजा गर्ने यताउता गर्ने मनमा पाप पुग्ने त्यो धर्म होइन। धर्म भनेको सबैले सेवा गर्नु धर्म। प्रकृतिले यस्तो दिँदो रहेछ, प्रकृति देवीलाई मान्नुपर्छ हेर्नुहोस् होइन। मेरो गुरु भने पनि जे पनि उनी हो होइन। प्रकृतिले मलाई नाच्न गाउन अनि हर चिजहरू के यो गर्नु सब उसले दिएको हो। मेरो गुरु नै प्रकृति हो। ज्यादा म यो नाच्ने गाउने योतिर मैले यो सेती महाकालीको प्रतिनिधित्व गरेर कलाकारहरू लगेर गएको काठमाडौँमा लगेर हामीले जाने बाटो खर्च आउने जाने भाडा जानु पर्ने थियो। सबै सरकारले विरोध थियो। अनि एउटा मदन मास्टर भन्ने पनि थियो बिचरा बैचुडी जाउन्। उनी पनि ऊ के भन्ने भने सरकारको चिल्लाएको आम्दानी भएको थियो। अब बाटोको सबै पाएँ नि त खुसी हुने। काठमाडौँमा पहिले अहिलेको जस्तो थिएन। पहिले उरी बिचमा त्यो खाल्टो थियो, त्यहाँ साग तरकारी यिनीहरू ज्यापो लगाउने सिजाहरू प्रज्ञा प्रस्थानमा होइन। त्यहाँ भयो, त्यहाँ गएँ। त्यहाँ गइसकेपछि अनि अहिले त्यो नाटकहरू खेल्यौँ उ गऱ्यौँ। धरान धलगुटा पुग्यौँ, हिलेमा गयौँ। मलाई प्रकृतिले दिएको यो चिजहरू होइन। प्रकृतिसँग माया प्रेम गर, प्रकृतिले नदिने चिज केही पनि छैन। त्यहाँदेखि मलाई काठमाडौँमा सदरमाथा सम्पादक समिति र नेपाल सम्पादक समिति थियो। त्यहाँ अरू 10-12जना अरू पनि पत्रकार थिए। यो त्यहाँको डाइरेक्टर बेलुका के गरेको अचम्मै थियो। बोलाउने कि मलाई अचानक मलाई बोलायो। उसले बोलायो यो सदरमाथा सम्पादक र नेपाल सम्पादक समितिबाट राष्ट्रिय समाचार समितिको तपाईँ पहिलो पत्रकार हो। अनि मलाई ठाउँमा यहाँ आउनेखेरि पनि अरू मान्छे सोध्नेखेरि धनबहादुर मल्ल भनेर चिन्ने रहेछ को राखेर भनेर पनि उहाँ अझै अचम्मै पऱ्यो। तपाईँको त हाम्रो अफिसमा नआउने चिनेर भन्नु गएको थियो। जुन चाहिँ हाम्रो यो देउडा भनेको यो खुट्टा देउडा गरेर यसरी खेल्ने। यो अगाडि पढे लेखेको मान्छेहरू थिएन होइन, त्यो केही थिएन। अनि यो देउडाको छ नि, यो देउडा गाउनेहरूले होइन सबै पहिलेका राजाहरू एउटा होइन यिनीहरूको बारेमा सबै यिनीहरू सञ्चित गर्छ देउडाबाट। जस्तो एउटा अझ होइन एउटा त्यो ऊ भन्यो होइन, बाइजाउ गई रोटी मला बसे घाम लागन्छ, बाइजाउ गई रोटी झुलाएका रोटी सजी सम्झे घाँटी जान्न, झुलाएका रोटी राम्रो डरेनुडा अछाम राम्रो सापे मलाई पनि उडाएर जा हिउँदुलीको डापे, हिउँदुलीको डापे मलाई पनि उडाइलाई जा हिउँदुलीको डापे, अछाम राम्रो सापे डोटी राम्रो डरेनुडा अछाम राम्रो सापे हिउँदुलीको डापे मलाई पनि उडाइलाई जा हिउँदुलीको डापे। मैले त्यहाँ गाउनेखेरि ती जन्मेका नै कति जन्मेका नै होइन त्यो मान्छे र अनि त्यहाँ पछि मैले त्यहाँ बजाएको परिमल भयो, यसमा यिनीहरू भयो, यिनीहरूलाई मात्रै भयो। पछि तपाईँको सेती र महाकाली भयो, यो मदन मास्टर लगायत होइन यिनीहरूलाई मैले यो राष्ट्रिय नाचगानमा फाउन साथदेखि कार्यकारी हुन्थ्यो। यिनीहरूलाई त्यहाँ लगेर गएँ, बिचराहरू धेरै खुसी भए। पटगानी मान्छे उतातिर रोजीघर भन्छ होइन, हाम्रो यहाँ पटगानी भन्छ। पटगानीमा अनि तिनीहरू त्यो गाउने
जस्तो नेपालमा चपियो राजा सबहादुर शाही सबहादुर शेरबहादुर दुई जन्मेबाजी सबहादुर शेरबहादुर पाटी डगरी कसरी भारतदारी कसी पगडी अब काली भारतदारी पाण्डे पगडी यस्ता यस्ता गीतहरू भनेर उनीहरू इतिहासलाई कायम राखे। यति बेला पढ्ने मान्छे थिएनन् होइन। त्यस निमित्त के भनेपछि हाम्रो यो देउडाले हाम्रो संस्कृतिलाई सरसर गरेर राखेको थियो। त्यस निमित्त देउडा भनेपछि कम होइन। कला साहित्यको विकासको लागि हामीले मरिमेट्नुपर्छ, आफ्नो सरसर राख्नुपर्छ होइन। संस्कृति भनेको आफ्नो देश काल परिस्थितिको यो के भने सरसरको लागि हो। खप्तर स्वामीजी यहाँ बस्नुहुन्थ्यो मस्तानमा, उहाँको अहिलेसम्म त्यहाँ यस्तो शुद्ध उ छ, अहिले पनि हेर्न सक्नुहुन्छ तपाईँ होइन। खाट जस्तो छ ढुङ्गाको। अनि त्यहाँ उहाँ त्यहाँ माथि बसेँ म त्यहाँ घरको त्यो छैन घरको राज्य त्यसको भन्ने छ त्यहाँदेखि बसेँ। उहाँ के भन्ने ए कलाकार यहाँ कहिले मूर्तिकार भन्ने कहिले त केही भन्ने बजाङ बाजुरा यताउता सब ठाउँमा जहाँ गए बिचराले माया गरे, त्यहाँ गएर मूर्ति बनाइहाल्ने उ गर्ने। कहिले पनि मैले यो पेन्सिल सेन्सिल केरिनँ। त्यो बालुवा र सिमेन्ट चाहियो, हात फटाफट बनाउने। उनीहरू असल मैले कहिले उसको पहिले नमुना गराउँछु नि त्यो गरेर त्यो जसको अनुहार बनाउनु पर्ने हो त्यो बनायो, कहीँ फरक नपर्ने। उनीहरू असबै भन्यो बाबा यो कस्तो होला पनि भन्ने रहेछ। तर सबले माया दिए। मलाई चित्रकला बनाउनलाई पनि केही चाहिएन। रङ र के भन्यो पहिले समयको यहाँ रङ लगाउनु पाइन्थेन। अनि यो चित्रको यो आँपको कालो रङ, आँपको रसको ह्यान्डल होइन, यिनीहरू जम्मा गर्ने, यिनीहरूबाट रङ पैदा गर्ने राखेर गर्थेँ म। यो गर्ने अरू असम्मै भन्ने अहिले भन्छ कस्तो। मलाई कुनै एउटा चित्र बनाएर कोही धेरै दिन लाग्छ नि, एक आधा घन्टा भन्दा यो खप्तर सानजी देख्नुभयो नि, यो एक दिनमा बनेको त्यो कोही एक दिन उकिन लाग्यो भने चाहिँ नि त्यो दिनको हिसाब गर्दै गर्दैन। म गएर स्याहार सुट गरेर फ्याट कसरी भयो यो परिस्थिति बिगारेर रङ लाउनेहरूले एउटा के भन्छ भने जोस जान्ने मान्छेले लगाइदिए राम्रो हुन्छ, नजान्नेले यी चिजहरूमा हात हाल्नु हुँदैन। यहाँ कस्तो हुन्छ भनेपछि नजान्ने पनि जथाभावी रङ लगाएर बिगारिदिने काम गर्छन्। अब के भन्ने नि के भन्ने त्यसैमित जो जान्दछ उसले लाउँछ, त्यो राम्रो हो होइन। एउटा के भने धन्यवादन मात्रै आर्टिस्ट हो साहित्यकार हो भन्नु भएन नि त। मैले सक्छन् गर्छन्। यहाँ हाम्रो सिलगढीमा एउटा चलन के राम्रो थियो भनेपछि माथि पैया बजाङदेखि लिएर 0 पोइन्टसम्म यहाँ जात जातको मतलब थिएन। त्यो चाहे जो जात होस्, मर्दा पर्दा कुनै काम गर्नेखेरि सब एक भएर काम गर्छ। त्यसले त यो फलान जात भन्ने थिएन। यसलाई कान्छो नेपाल भन्छ नि त होइन। यसलाई कान्छो नेपाल के भनेपछि यो अपिलो यहाँ छ हेर्नुहोस्, यो हाम्रो अपिलो दबाई थियो होइन। अनि त्यहाँदेखि यो कर्णालीदेखि लिएर महाकालीसम्मको अपिलो दहा। यसलाई यसको नाउँ धार्मिक नाउँ चन्दनगिरी पर्वत भन्छ यसलाई। कोही बेला चन्दनको वृक्षहरू रहेछ होइन, त्यहाँदेखिको लता लगाएर उनीहरूले के भने यसलाई चन्दनगिरी नै भन्छ। अनि शिलागञ्ज होइन, शिलाको यो पहाड उनीहरूले यसलाई शिलागञ्ज, शिरमा शिलगाउँ। अनि तल मेटेरीको गढी होइन, त्यसैभित्र होइन शिलगाउँ र तल त्यो मेटेरीकोलाई शिला गढी
त्यसरी पनि मन छैन सही छोरी माथेर बजार छैन एक दुईवटा घर मात्रै थियो होइन त्यहाँ छैन सबै हामीहरू सामान लिन चल्चेर जान्थ्यौँ होइन त्यहाँ इन्द्रचोकसम्म जान्थ्यौँ यो उनीहरूदेखि बजार चल्न जान्थ्यो सही जान्थ्यौँ त्यहाँदेखि उहाँहरू सामान ल्याएर आउने उ गर्ने होइन एउटा प्रकृतिको एउटा खेल हुँदो रहेछ जब मानिसहरूले आफ्नो ठाउँलाई जन्मेको ठाउँ जस्तो होइन हामी नाभिगाया भन्छ नि त त्यो नाभिगाया ठाउँमा चाहे जोस् यति माया लाग्छ अब त्यो कुरै नगरी नि भयो आखिरमा उनीहरूले आफ्नो ठाउँप्रति माया गर्न छोड्यो कोही धनगढी कोही काठमाडौँ कोही कहाँ जान लगेर न उता भयो न यता मैले एउटा कविता सबैको काजुली मार्गमा फिजायो मनलाई आसङ्गमाहरू आयो मनलाई मन्त्री शीतराज बनायो व्यवसायतिर जनायो रात्रि जगायो बिकुल बज्यो सुनसान शिखरमा घमसान लड्यो भावना कल्पी कल्पी गल्ली गल्ली दौडायो तर त्यो भावना असत्यको सामग्री बनायो कहाँ थियो जन्म भनी गरायो दौड्यो दिशा लगायो बन्द भयो भन्दै भयो भयो सिरतार लुगायो तारा बनायो आसक्त मुर्ता कसले बनायो तर उनीहरूले आफ्नो ठाउँको हेला गरे सबले घर छोडेर कोही काठमाडौँ कोही घर हेर्ने उहाँ पनि त्यस्तै थियो उनीहरूलाई अब जस्तो आफ्नो ठाउँ जस्तो हुन्छ काठमाडौँ त्यस्तोमा होइन अब धनगढी उसोमा अब हामी जस्तो चाहिँ कहीँ छैन गर्छ काठमाडौँमा कसैले गर्छ के भयो हुने उहाँ होइन किनकि अहिले कति पछि आएको नि बिचराहरू अहिले त अनिहारो मलाई त्यति बेला जाउँ भने भाइ आँखाबाट आँखा आउनुपर्छ हेर्नु अहिले के भयो होला जस्तो कर्म गर्यो त्यस्तै फल पाउँछ त्यसैले त हामी सबैले होइन राम्रो कर्म गर्नुपर्छ अर्को भलाइ चिताउनुपर्छ मनमा घमण्ड राख्नुहुन्न र सबैको हित चिताएपछि ऐत कहिले पनि हुँदैन त्यसैले त यो उमेर भयो हेर्नुहोस् होइन कहाँ रोग ब्याज मेरो छैन किनभनेदेखि यो म कसरी भन्छ अब हेर्नुहोस् 90 वर्ष लाग्यो त्यो न ब्याज छ न केही छ न केही छ म त आज खाएको छु पिएको छु हिँडेको छु रमिएको छु अहिले पनि मलाई उ गर्छ नि बिचरा होइन त्यो उसले अनि मलाई नछोड्ने घरले ल्याउनुको भए हाकिम थियो उ गर्ने उसले त्यो अब हामीहरूले सबै होइन न नाटक भयो अनि यो गाउने सङ्ग गर्ने सबै कुराहरू रफिन्द अनि अनि जाँदा हामीहरू के हो अहिले नाटक लाउँदाखेरि हामी यो छ नि यो के भन्यो यो रानी पोखरी बुझ्नुभयो त्यहाँ भयो अनि ठाउँ ठाउँमा यो नाटक लाउने अहिले नाटक लाउँदाखेरि हामीहरू त्यस बेलामा मौलिक नाटक लाग्थ्यो नि जम्मै हिन्दू इन्डिया नजिक हो त्यसैबिच उता के अरे लाउने थियो नेपाली नाटकको सुरुवात गरेँ सुरुवात गरेपछि हामी 12 गाउँभित्रका कलाकारहरूलाई होइन जो छन् जस्तो हिन्दूमती भयो सेक्रेटरी भयो यिनीहरू श्रेष्ठ कागजहरू र राष्ट्रले पनि मलाई इज्जती दिएको छ किनभने अब त्यो योभन्दा राष्ट्रको लागि हामी केही गर्न सकौँ होइन म हो त्यहाँ अब जस्तो हर्ष बहादुर मल्ल हाम्रो 6 पुस्ताको हो कृष्ण बहादुर मल्लको हामी अहिले 3 पुस्ता मात्र हो उनीहरूको कागजको उनीहरूको छ उनीहरूले माया दिएका छन् कमला गएर राम्रै मान्छन् बुवा यहाँ उकिल भएर आयो उकिल भएर आएको बुवाको उहाँ 5 जना काम गर्ने थिए यहाँ काँदा कान्छ अनि यहाँ के भने यो जमिएर 5 जना थिए बुवाको उमा काम गर्ने जुम्लाको मान्छेले अहिले हेर्दै कुरा गर्ने अनि उर्सलाको नटी मामा भन्ने थियो हाम्रो नाताले नटी मामा भन्ने उनी पनि चलचल घुमिहाल्छ यो होलीको दिनमा अगाडि होलीमा होली नि बुवाको आमामा मन तातो पानी खाइदिन्छ ओहो बुवाको पनि मलाई लागि बच्चाहरू दिनु भन्थे
मैले आजसम्म एक पैसा ऋण कसैको माथि हात हालेको छैन। मलाई यो प्रकृतिले भनौँ माता भगवतीले अहिलेसम्म एकदम जीवन स्वस्थ बिताएको न नाच्न गाउन सबै हो। फुली नाच्छ फुल नाच्नु त प्रसाद चाहिँ खोलिदिएर बचार रोएपछि के भन्ने नि बचारतिर माथि धनभाग सरको फुल नाच्न भन्ने बच्चा भन्ने अरे त्यही गर्न फुली नाच्छ फुल नाच हाम्रो भुवा नाच्यो होइन। यो चाहिँ हाम्रो पहिलेको यो इतिहास झल्काउन मैले त्यो फुल नाचको उयो राखेको थिएँ होइन। रविबहादुर साई भन्ने हाम्रो डुबाएका थिए उनी पैसा के भए यो चर्का काट्ने घरेलु सम्बन्धी चर्का सम्बन्धी यो चुलीको अहिले उ गर्ने अब घरेलु हो नि त आधार त्यो गर्ने त्यसमा अनि फलाउन घाउ कचुवा भनेर त्यो के भने त्यो धागोहरू काट्ने उ गर्ने यहाँ आधार स्कुल र स्कुल भन्दाखेरि त्यहाँ मृत्यु यहीँ भयो मेरो। अहिलेसम्म पनि माया गर्छन् उनीहरू जो बेला पढेको थियो नि हाम्रो खास कुरो हुँदाखेरि उनीहरू भन्छन् तर अहिलेसम्म पनि मलाई राम्रै गर्छन् सबै विचाराहरू सबैको राम्रो होस्। दुईटा दुवार बादलो र खुकुरी मेरो दुई हात